तपाईँले कस्तो खालको टिकटक हो यो बिचरा कोही छैन सिङ्गल साथीहरू आज चाहिँ फाइनली हामी जाँदैछौँ लभ डाँडा सो आजको भिडियो चाहिँ यस्तो फनी हुनेवाला छ नि टुरे नगरौँ साथीहरू हामी गएर चटपटे अनि पानीपुरी के खान्छौँ तपाईँहरूलाई देखाइ हाम्रो भिडियो हेरेर के भन्छ खाएको भिडियो हेरेर मुख रसाइ बस्नु होला जाडोमा ल हामी चाहिँ कति 5 जना जाँदैछौँ हेलो मेरो नाम चाहिँ सृजना श्रेष्ठ साथीहरू मेरो नाम चाहिँ आरती कार्की हो ल केटा मान्छे पछाडिबाट त हुरीले सेउकेर आउँछ सुन न तपाईँको नाम के हो भनिदिनु त मेरो साथीहरूलाई युनिसा सुवेदी है युनिसा सुवेदी अनि तपाईँ को नि एक्सक्युज मी रञ्जिता कार्की सो साथीहरू हामी जाँदैछौँ होइन कुन हो त अनि भ्लग बनाएको होइन बिर्सेको यता हो हिँडेको ट्राई होइन कहाँ हिँडेको भनेर खोला साथीहरू हामी माछा मार्न जाँदैछौँ यस्तो ब्युटिफुल भएर खोला माछा मार्न जाँदैछौँ माछा कति खाने माछा पठाइदिउँ सो साथीहरू आज चाहिँ हामी के भन्छ गएर चटपटे खान्छौँ तपाईँहरूलाई देखाइ अनि पानीपुरी पनि खान्छौँ अनि त्यसपछि टिकटक बनाउँछ टिकटक अनि त्यसपछि केही गर्दैन घरतिर फर्किन्छ तू सम्झा खोलाको बाटो सर्टकट हुन्छ भनेर हामी चाहिँ खोलाको बाटो हिँडेको के गर्नु रहलै ढिलो पुग्ने भयो केटाकेटीहरू कस्तो सुकेरी जस्तो त्यो के भन्छ अरे सुकेरीले प्रेग्नेन्ट जस्तो बिस्तारै हिँडेको छिटो हिँड्ने गर्नु छैन छिटो आएर साथीहरू 2 जना यहाँनिर के भन्छ अरे साथीहरूले चाहिँ बाटो बिर्सियो कि होइन बाटो देखाउने मान्छे म यता भन्छु उनीहरू उता जान्छ अनि के अनि त्यस्तो नि हुन्छ कसले के भयो के म सोध्नु अघि भने हो के भयो ल्याङ पिर्दिनु मिसलाई के भयो होइन कहाँ जानु भएको कहाँ भन्नु कहाँ निस्के के भन्नुभएको कहाँ निस्के कसले मेरो श्रीमानले तपाईँको श्रीमानलाई मसँग कन्ट्याक्ट गराउनु त यहाँ सुन्नु न मित्रहरू अनि के खाने रे बचाऊ यो कसरी नाग्नु म डल्ली मान्छेले यता रहेछ नि त डाँडा लभ डाँडा के डर लाग्यो तपाईँहरूलाई हामी चाहिँ आउन लाग्यो अहिले हामी रोडमा छौँ अघिदेखि चाहिँ हामी खोला हिँडेको थियौँ भने अहिले चाहिँ हामी रोड जाँदैछौँ कस्तो ट्र्याक्टर आइदिएको क्या अनि यस्तो यादगार हुन्थ्यो नि हाम्रो अनि ट्र्याक्टरमा चढेको भए अनि तपाईँलाई सिधै अनि कता लगेको भए अनि के म रुँदै ट्र्याक्टर वालालाई नै अनि गरिदिने अनि भरे तपाईँको मम्मी बुवाले मेरो छोरी तिम्रो घर आएको थियो भनेर मलाई करायो भने भनिदिनु क्या त ट्र्याक्टर वालाले लग्यो
डाँडामा हो साथीहरू त्यहाँ डाँडामा साथीहरू हामी जाने ठाउँ चाहिँ त्यो डाँडामा हो है त्यहाँ देखिरहनु भएको नि त त्यो अलिअलि रेलिङहरू देख्नु भएको नि हो त्यहीँनिर हो है हामी जानु लागेको ठाउँ गाह्रो भयो मलाई के सोच्यो तर मेरो आज 1 किलो मासु घट्छ होला तपाईँ 1 किलो घट्छ हामी नहुने पनि घट्छ हेर्नु त कस्तो कति गौरी कति काली वा हो त दिमाग मेरो यो घाउले तपाईँहरूलाई थाहा छ नि एकचोटि यसरी उकालो चढ्ने झर्ने गर्दाखेरि भ्याट को लड्यो थियो अरे तपाईँ ल हामी चाहिँ फाइनली आइसक्यौँ साथीहरू यही हो लभ डाँडा भन्ने चिज चाहिँ यहाँबाट चाहिँ यहाँ खासै त्यस्तो चाहिँ के होइन त्यही पनि यहाँबाट भ्यू चाहिँ एकदम राम्रो देखिन्छ तपाईँहरू पनि आउन सक्नुहुन्छ घुम्नलाई साथीहरू हामी चाहिँ के भन्छ अरे अलिअलि फोटोसोटो भिडियो खिचेर अन्त चाहिँ फेरि जाँदैछौँ चटपटी खान अब स्पेसल चटपटी अब चाहिँ सो हामी दुईजना चाहिँ फोटोसोटो अनि भिडियो खिचिसक्यौँ अब उनीहरू चाहिँ गएर उहाँ चटपटी लाग्दैछ भने हामीलाई बोलाइसक्यो सो हामी जाँदैछौँ है साथीहरू हामी चटपटी खान्छौँ के अनि साथीहरू हाम्रो बाबुहरू नि पो आउनु भएको रहेछ क्या वहाँनिर हुनुहुन्छ है ह्यान्डसम हुनुहुन्छ कसलाई मनपर्छ मसँग कन्ट्याक्ट राख्नु होला होइन अरू चाहिँ फोटो खिच्नमा बिजी छ बाबुहरू सो हामी चाहिँ जाँदैछौँ अब स्पेसल चटपटी पानीपुरी अनि त्यसपछि पकौडा सकोडा के हुन्छ खानालाई हाम्रो अर्को मिस चाहिँ पुगिसक्नु भयो अरू चाहिँ उतै हुनुहुन्छ बनाइराख्नु भएको छ उनीहरूले चाहिँ अगाडि नै गएर बनाउनु भएको थियो अब हाँस उठ्ने भयो आमामा हामीभन्दा अगाडि नै खाइदिइसकेको कलर नहालिकन ल अब बनाउने भनेको कलर नहालिदिनु ल अनि हामीलाई चाहिँ पर्खिनु पर्दैन हेर एक्लै खाएको लास्ट शरम के होइन तपाईँलाई पर्खिरहेको छु चाखेको नि मिठो हुन्छ हुँदैन फेरि भनेर खाएन के साथीहरू हामी चटपटी खाएर आउँछौँ चटपटी हेर्नु न थिचिँदैन त गाई भयो भयो आउनु चटपटी सकिएपछि अब अर्को चाहिँ अर्को प्याक पनि आइसक्यो साथीहरू अर्को यो मक्सु यो अलिक सेतो भएर उहाँले कलर नहाल्नु भनेर अनि किन यस्तो गिलो भयो त्यो पनि जिल्ला चटपटी हो नि त मात्रै ल म चाहिँ खाँदिनँ 2 ग्लास भन्दा कोका कोला तू थाहा छ नि मलाई कस्तो फटी बनाइसक्यो बा लास्ट करेन्ट लिनु न एउटा करेन्ट त हो नि त्यो पनि करेन्ट लिनु अर्को चिज बल के चिज बल गुलियोवाला यो पिरो हो के करेन्टको चिज बल के भन्छ अरे कन्ट्रोभर्सी मेरो
नमस्कार म यहाँहरुकै प्रिय श्रोता जति अब सुन्नुहोस् नयाँ एल्बमबाट यो मिठो गीत ओठको लाली राम्रो नाकैको फुली कोही भन्छन् केस राम्रो कोही मेरो चोली यसमा त आएको छ त फेरि इफेक्ट कति बनाउने टिकटक भिडियो छ तिन पानी रक्सीले भन्नुहुन्थ्यो के भयो तपाईँलाई चाहिँ के भयो अल्छी लाग्यो किन त्यतिकै रमाइलो लागेन हो रमाइलो लागेन लाग्छ कुनै दिन डन्डो हेर्न हो के हो क्या साथीहरू हे भगवान् कस्तो खालको टिकटक हो यो किने हो राख्न किने हो मैले चाहिँ खाइदियो खानु नै हुँदैन ओ माई गड खायो हामीलाई देखाइदिनु कहिले सकिने हे भगवान् राम्रो भिडियो बनाइदिनु न त मेरो हेरेको अन्त कहिले सकिन्छ कहिले सकिन्छ क्या कहिले सकिने क्या यस्तै हो यस्तै त्यही बनाउनु भने के भन्छ हामीलाई चाहिँ अझै भिडियो फोटोले पुगेन है अनि हामी चाहिँ जाँदैछौँ उहाँनिरको त्यो फेरि टावरमा जाँदैछौँ टावरमा अनि त्यहाँ गएर फेरि अझै भिडियोहरू खिच्छौँ अनि त्यसपछि घरतिर उड्नै सक्दिनँ दुईजनाको पारा बेग्लै छ अनि तपाईँ चाहिँ के हो फ्रे टुप्पालाई देखाउँदै के देखाउनु भयो नेपालको झन्डा खै ओ यो सुके छ दामी यहाँबाट कस्तो राम्रो आएको क्या मेरो डिस्प्ले गरेर यस्तो झरेको साथीहरू लगभग हाम्रो चाहिँ सकि नै सक्यो अब हामी जाँदैछौँ घर हामी चाहिँ घर जा लाग्यो म अब आइमा किन के भयो बनाउनु न किन भन्दा गर्न मलाई पाद आयो कपल सेम देखिन्छ पछाडिबाट त सेम टु सेम दुईजना कपल्स देखिरहेको छ हो बा हेर्नु न यहाँ दुईजनाको चटक के गर्नु र बिचरा उनीहरू त सिङ्गल नै छ सिङ्गल नै छौ ए ऊ त सिङ्गल सब सबै हो हामी त उयो त होला उसको त 4-5वटा 10वटै छ नि एक दर्जनी घरमा नटेर नल्याएको मात्र हो साथीहरू मैले त्यत्तिकै भनिदिएको है आमा मेरो बाबुलाई त्यति देखेछु आँसु पनि झरेको बिचरा रुयो नर्न बिचरा कोही छैन सिङ्गल हो लजायो कसलाई मनपर्छ मलाई भने ल कन्ट्याक्ट नम्बर राखिदिन्छु कन्ट्याक्ट नम्बर राखिदिने हो त्यसपछि अनि मलाई कल गर्नु होला मलाई मन पऱ्यो बाबु भनेर अनि म फोन नम्बर मलाई फोन गर्नु अनि म मिलाइदिइहाल्छु ल यो माघभरिमा बे गरिसक्नुपर्छ है माघभरिमा बे हुनै पर्यो हो कि भोजै खानु अनि मासु कति भन्न खाएको यहाँ हो कि के को मासु खाने फेरि है अर्डर एउटालाई चिकन चाहियो रे अर्कोलाई पोर्क अनि अर्को चाहिँ के बगालो मलाई ओहो कस्तो राम्रो देखेको है जन्ती हिँडे जस्तो जन्ती हिँडे जस्तो बिउला जस्तो ढाका डोबेला कस्तो राम्रो देखेछ
ल साथीहरू हामी चाहिँ फाइनली घर आइसक्यौँ थाक्यो कस्तो थाक्नुभयो के खानुहुन्छ त पानी 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 खाने फोन भनिदिन्छ नि अनि आज कस्तो लाग्यो भने त आज रमाइलो लाग्यो सास मात्रै खोल्नु रमाइलो लाग्यो आज रमाइलो लाग्यो एकदम धेरै ल साथीहरू यस्तै अब राम्रोसँग जानु ल अब फेरि कहिले भेट्ने खोइ थाहा छैन बुढेसकाल लाग्यो अर्को महिना अब तपाईँको एकैचोटि बिहेमा हो मेरो बिहे तपाईँको एकैचोटि बिहेमा भेट्छ है मेरो तपाईँको पनि एकैचोटि बिहेमा भेट्छु ल तपाईँको एकैचोटि बेबी सारमा भेट्छ मेकअप गर्नु थालेको पुऱ्याइदिनु भने क्या कस्तो मेकअप गरिरहेको छोरी मान्छे जस्तो पुगेपछि फोन गर्छौँ ल फोन गर्नु है फेरि मलाई कस्तो टेन्सन हुन्छ मलाई फेरि कस्तो टेन्सन हुन्छ भोलिसम्म त कसरी नपुगौँला घर ल ल जानु बाई बाई जना भएकोले दुईजनाले दुईजना गरेर पुर्याइदिँदै हुनुहुन्छ बाबु र मेरो बुढा मिलेर बाई बाई ल ल ल के हो साथीहरू उनीहरू चाहिँ गइसक्यो के हो अरे हजुरआमा यो चाहिँ सोझिन पेल्ने दबाई पाउडर बनाउने घर सजन पेलेर पाउडर बनाउने घर यो चाहिँ त्यहाँनिर चाहिँ मिसिनहरू पनि छ क्या अनि यो सानो बाँसको चाहिँ उयो के भन्छ अरे मिटरहरू राख्ने होइन मिटरहरू राख्ने हो सो आज चाहिँ सरहरू आउनु भएको रहेछ यस्तै हो अब म लुगासुगा चेन्ज गरेर अनि त्यसपछि अब फेरि यस्तो जाडो मौसममा पनि भाडा त माझ्नै पऱ्यो होइन बिहान खाएको भाडाहरू छ त्यो माझ्छु अनि त्यसपछि फेरि एकछिन बसेर अनि अलि बेलामा चाहिँ खाना बनाउने हुन्छ साथीहरू सो मेरो छोरी चाहिँ यहाँ सुतिरहेको छ मम्मी मेरो छोरी सुतिरहेको छ सो साथीहरू आजको भ्लग चाहिँ यति नै हो मेरो बुढाले चाहिँ मस्त खाना बनाइसक्नु भयो यहाँ तरकारी मासु बनाइरहेको छ बुङ्गुको मासु अनि त्यसपछि बुङ्गुको मासु नखानेलाई यहाँनिर कुखुराको मासु छ सो साथीहरू आजको दिन मेरो कसरी बित्यो भ्लगमा देखिसक्नुभयो होइन अनि मेरो भिडियो हेरेर चाहिँ इन्जोय गर्नु होला सो आजलाई चाहिँ यहीँ इन गर्छु म बाई बाई गुड नाइट साथीहरू